आज फेरि नयाँ हाम्रो गोल च्यालेन्ज हुन जाँदैछ। यो चाहिँ गोलकिपर यो प्लेयर हान्न जानेछ अनि हाम्रो क्यामेराम्यान चाहिँ हान्न जानेछ अनि म बस्नेछु आजको क्यामेराम्यान चाहिँ। ल हेर्नु होला ल ल केटाहरू मजाले हान्नु। एकछिन 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 ल हानो। गोल भएको छ पोलमा ठोकिएर। ल ल 14 अब गोल हानेर देखाउने छ कि छैन। गोल छ यो त्यही झन्डै लोकेको। ओए होइन गोल हो यो त्यही गोल छ गोल। अलिकतिले गर्दा झन्डै सेभ भएको थियो। हाम्रो यो सानो फुच्चेले टाइटे गरेको हो नरिस। यहाँ हेर्नु होला यो चाहिँ लाइनमै थियो। गोल गोल भयो यो चाहिँ गोलै हो। 2-2 गोल होइन लाइनमा छुने बित्तिकै गोलै हो नि त हतपत। 2-2 गोल। ल किपर अलिक कमजोरी जस्तो लागेको छ आज। किपरले आज दाइट खाएन जस्तै छ। ल यो चाहिँ के चटक देखाएको होला यो दालको छोराले। यहाँ न कुकुरहरू न यो सौदा हान्नुहोस् तपाईँको पाली होइन राम्रो खेल्नुहोस् नजिस्की। दामी सेप हान्नु भएको छ। ल पिन्च यो चाहिँ लोकेर देखाऊ। यो चाहिँ पुरै आउट हान्नु भएको छ हाम्रो सन्दीपले। 4-2 मात्रै हान्नु भइसक्यो। अब उसको पालो 4 कति हान्ने छ। यसले 3-2 हानेको छ। 4-2 यो सौरभले भुस खायो जस्तै छ। तपाईलाई म ल यो गोल जसले हानो सेप दामी सेप छ यो चाहिँ दामी सेप। यो गोल हानो भने हाम्रो यहाँ ठुलो किङले CR7 फ्यानले जित्नुहुन्छ। गोल हानिदिनु। गोल हाम्रो यहाँ 14 मगरले जित्नु भएको छ। ल मेरो भिडियोमा अनि सब्सक्राइब गरिदिनु होला।